कति पढ्ने हल्का न्युज हेरौँ न। नमस्ते। धेरै जाडो बढेको कारणले नेपाल सरकारले स्कुल कलेज 1 महिनाको लागि बन्द राख्ने घोषणा गरेको छ। या 1 महिना बिता। थ्याङ्क यू सरकार, थ्याङ्क यू। अरू राम्रो नगरिने यो चाहिँ राम्रो गर्नुभयो। अब 1 महिना म त यो ब्ल्याङ्केटमा लुकेर गेम खेल्छु। को पढ्छ यो चिजमा, म त सुत्छु। बाबु उठ उठ। के भा स्कुल बिदा छ 1 महिनाको लागि, किन उठाउनु भएको मलाई? बिहान बिहान म सुत्छु। उठ उठ। के को बिदा? तेरो साथी बाहिर कुरिरहेछ। अनि 1 महिनाको लागि बिदा त सुन्नु भएन तपाईँ न्युज? त्यहाँ हेर्नु त न्युज। नेपालमा सरकार बदले जस्तो न्युज पनि बदलिन्छ। त्यही भएर नेपाल सरकारले दिएको बिदा फिर्ता लिएको छ। कस्तो लामो जस्तो जिन्दगी। के रे? मेरो मतलब मम्मी दिन धेरै लामो छ, नास्ता डबल गरिदिनु ल। कति चिसो छ यार। यति चिसो अनि पढाउँछ यार। कति चिसो। कति ढिलो गरेको मुला? यो भन्दा राम्रो तपाईँलाई के डोरी राख्छु? ओ यार सही आइडिया भनिस्। म अहिले आएँ। जाम साथी पढ्न अब। जित कति चिसो छ यार। चिसो त छ यार, अब के गर्नु? आई हेभ एन आइडिया। समात्नुलाई